त्यो गाइस हामी चाहिँ खाना खान लगाएको छौँ मेरो अगाडिको कपाल मलाई त्यस्तो चाहिँ मनपर्छ तर गर्मीमा चाहिँ हुँदैन क्या चिकनमा चाहिँ त्यो खाना दाल छ त्यही आलुको भुजिया छ अनि अथो यो चाहिँ अन्डा छ अनि यो चाहिँ भात छ पानी खानु अथो अझ चप चप नै चप अब चाहिँ मैले चाहिँ खाइसकेँ स्किन केयर चाहिँ गर्नुपर्छ अनुहार जस्तो भए पनि जे खाए पनि जस्तो बिग्रे पनि स्किन केयर गर्न चाहिँ नछाड्यो यो चाहिँ मैले 160 बाट किनेको मेरो नन चाहिँ यस्तो छ यताको त्यस्तो यस्तो छ मलाई चाहिँ यसो हिजो रेट लाग्यो थिएँ उयो गरेर अनुहार सफा गरेर स्किन केयर गरेर सुत्नुपर्छ यो किन मोटो साथी रेट लगाएको भएर यसमा पनि रेट रेट भएको छ अनि यसलाई सफा गरेर लाउनु पर्ने थियो आमा फेरि मेरो यो ग्रिन चाहिँ लाउँछु म कस्तो गर्छ नि यसलाई ए होइन 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 नदेखाउने भने यस्तो उता फेरि मोटो के भएको हो मेरो फोन कसले हेरेको हो ग्रिन कलर भन्ने बित्तिकै के हुन्छ भने मैले चाहिँ सुने अनुसार ग्रिन भनेको चाहिँ यो ग्रिन भन्ने बित्तिकै चाहिँ मनी रिलेटेड हो अरे क्या अनि त्यस पछाडि भनेको म चाहिँ अफिसमा मलाई भनेको अरूले चाहिँ अनि मलाई पेनहरू यदि ठुलो हिसाब गर्नु छ भने चाहिँ ग्रिनले गर्नु भन्छ क्या मन आउँछ अरे त्यस पछाडि भनेको ब्लू भन्ने बित्तिकै जस्तै कि अफिसमा चाहिँ धेरै ठाउँमा ब्लूहरू हुन्छ त्यो ब्लू भनेको फेरि एउटा नेगेटिभ त्यो ब्लू कलर देख्न बित्तिकै पोजिटिभ भाइब्स हुन्छ अरे क्या अनि नेगेटिभलाई चाहिँ फ्याक्छ अरे भन्छन् अब आई डोन्ट नो पोते भाषा आउँछ अरे त्यही भएर हामीले पछाडि ब्लू राखेको अनि यो लाउन बित्तिकै भोलि चाहिँ मेरो भल पैसा आने तर मलाई चाहिँ मेरो फेभरेट कलर भनेको त व्हाइट हो चाहिँ मलाई चाहिँ धेरै रेट लगा भनेको छ राम्रो हुन्छ जस्तै कुनै पनि मैले नयाँ काम गर्न थाल्छु कुनै पनि मैले नयाँ काम गर्दाखेरि चाहिँ मैले चाहिँ रेड लगाएर जानु रे येल्लो लगाएर जानु रे फेरि मलाई दुईटै कलर मन पर्दैन रेड त बरु मैले लगाउँछु तपाईँहरूले देख्ने भएको छ येल्लो चाहिँ मैले लगाउँदैन तर ब्लूतिर ब्लू कलर अनि कुन कुन कलर चाहिँ नलगाउनु भनेको थियो अब छन पनि छैन राम्रो काममा चाहिँ म रेड लगाउनु भन्छु